आदरणीय दर्शक महानुभावहरू नमस्कार। आज पनि एउटा सानो कथा यहाँहरूमाझ पस्किने प्रयास गरेको छु, कृपया सुनिदिनुहोला। कुनै एउटा गाउँको एउटा झुपडीमा एकजना सानो परिवार बस्थे। उनीहरूको जीविका खेती किसानीबाट चलेको थियो। उनीहरूले घरमा एउटा ठुलो कुकुर र एउटा सानो बिरालो पालेका थिए। कुकुर र बिराला पटक्कै मिल्दैनथे। उनीहरू स्वभावले भिन्न थिए। कुकुर वफादार थियो भने बिरालो चञ्चले। सुरुमा त उनीहरू एकअर्कालाई देख्न नसक्ने गरी झगडा गर्थे। कुकुर भुक्ने गर्थ्यो, बिरालो म्या म्या गर्ने गर्थ्यो। तर एक दिन गाउँमा अचानक भारी वर्षा भयो र बाढीको पानीले घर डुबानमा पर्न खोज्दै थियो। घरका मानिस बच्नका लागि सामानहरू उठाएर हिँडेका थिए भने कुकुर र बिरालो त्यही थिए। कुकुरले बिरालोलाई पानीमा बग्न लागेको देख्यो र तुरन्तै उसलाई बचायो। त्यो दिनदेखि उनीहरूको मन मिल्यो। जात र स्वभाव फरक भए पनि मित्रताले उनीहरूलाई एक बनायो। बिरालोलाई पिठ्यूमा बोकेर ऊ आफ्नो मालिकको साथमा गयो। उनीहरू सधैँ सँगै खेल्थे, सँगै खान्थे र एकअर्कालाई विपत्तिमा साथ दिन्थे। उनीहरूको यो अनौठो मित्रता देखेर गाउँलेहरू पनि छक्क पर्थे र भन्थे, जब जनावरहरूले पनि आफ्नो भिन्नता बिर्सेर एक हुन सक्छ भने हामी मान्छेले किन नसक्ने। यसले सबैलाई एकता र सद्भावको पाठ सिकाएको थियो। हाम्रो समाजमा केही मानिसहरूले जात, धर्म, समुदायसँग जोडेर हामी बीच झगडा गराउँदैछन्। हामी जन्मिँदा जुनसुकै धर्म, जात र समुदायबाट आए पनि आखिर हामी सबैको एउटै जात भनेको नेपाली हो। हामी फुटेर होइन, एकताको सूत्रमा बाँधिएर अगाडि बढ्नुपर्छ। नेपालमा विखण्डनकारी भाडहरूले हामीलाई भिन्न रूप दिए पनि यहाँ हामी सबै एउटै जात नेपाली हौँ। हरेकलाई दुःख पर्दा हातोमालो गरी सहयोग पठाउने पनि हामी नेपाली नै हौँ। अरू देशका मानिसले हामीलाई जस्तो कसैलाई दुःख पर्दा सहयोग गर्दैन, तर हामी मनकारी नेपाली हौँ। अब हामीले ती विखण्डनकारीहरूलाई पहिचान गरेर तिनीहरूबाट टाढा रहनुपर्छ। सबैले हातोमालै गरेर काम गरियो भने गाउँको विकास हुन केही बेर लाग्दैन। यसकारण आफ्नो गाउँ, आफ्नो ठाउँ र आफ्नो देशको विकास गर्नको लागि हामी सबै एकजुट हुनुपर्छ। हामी धर्मको नाममा, जातको नाममा कहिले पनि विभेद गर्नु हुँदैन। कहिले पनि हामी एक आपसमा लड्नु हुँदैन। हस्त, धन्यवाद।